छौँ। हाल अब कानुन आयोगको अवस्था पनि अलिकति चिन्ताजनक नै छ, किनभने जेनजी आन्दोलनको क्रममा जुन आगजनी भयो संसद भवनमा, संसद भवनको छेउैमा थियो नेपाल कानुन आयोग र संसद भवन जले सँगसँगै कानुन आयोग पनि सबै जलेर नष्ट भएको कारणले गर्दाखेरि भवन, अभिलेख, उपकरण र सबै पूर्वाधारहरूमा क्षति पुगेको अवस्था छ। आयोग अहिले सीमित स्रोत साधन र आधारभूत पूर्वाधारको अभावको बीचमा जिम्मेवारी निर्वाह गरिरहेको छ। यद्यपि हामीलाई कानुन आयोगलाई सुदृढ बनाउनु पर्ने जिम्मेवारी हामीसँग छ। त्यसकारणले हामी अस्ति अब जुन आगजनीहरू भयो, जे भयो, यो सबै घटनाक्रमहरूबाट अप्ठ्यारो त भएको नै छ, तर आयोगलाई अझ सशक्त रूपमा पुनर्निर्माण गर्ने रूपमा चाहिँ हामी अगाडि बढ्न चाहन्छौँ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले आयोगको पुनर्संरचना र सुदृढीकरण योजना पनि तयार गरिरहेको छ। हामी नेपाल कानुन आयोगलाई विधायन तर्जुमाको उत्कृष्टता केन्द्र, सेन्टर अफ एक्सलेन्स फर लेजिस्लेटिभ ड्राफ्टिङका रूपमा विकास गर्न खोजिरहेका छौँ। यो अभ्यासले उच्च गुणस्तरको कानुनी मस्यौदा, अनुसन्धान तथा विधायन सम्बन्धी काम उत्कृष्ट हुन सक्छ भन्ने विश्वास लिएको छु। सरकार कानुन आयोगलाई पुनर्स्थापना मात्र होइन, नेपालमा गुणस्तरीय कानुन निर्माणको प्रमुख राष्ट्रिय संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यसहित अगाडि बढिरहेको कुरा निवेदन गर्न चाहन्छु। अब अरू सबै कुराहरू मैले भने नै